हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी गाउँ आएको होइन, अनि हामी चाहिँ गाउँ भिजिट गर्न लाग्यो। यस दिस चाहिँ आवर गाउँ होइन। हामी चाहिँ अब औँसीले खान जान लाग्यो होइन। मिठो औँसीले पाउँछ। ए चाहिँ आज औँसीले खाएर अब दिन जस्तो छ। औँसीले खाँदैछ, म चाहिँ अब यतापट्टिकोमा हेर्नु पऱ्यो एकपल्ट। एकछिन दुधुमले नि यिनीहरूले हेर हेर यस्तो गरिराख्नु भएको छ। पानी हाल्नुपर्छ हो। दुधुमले चाहिँ चलाउन नसकेर पानी यस्तो हुन्छ तरिका यहाँनिर। हाम्रो चाहिँ खिर। हामी चाहिँ अब कोइराला टिप्न जान लाग्यो है गाई छोरो। यसले मलाई आज थर्काएको छ। यसलाई म तल घर गएर देखाउँछु। आमा यो चाहिँ हो के भन्छ अरे कोइराल। यता आउँदैन क्या, उता आउने हो। हाँगोको भर हुँदैन, त्यही पनि यसले चाहिँ कोइराल झारिरहेको छ। हामी चाहिँ अब टिप्ने। टिप है, छिटो टिप्न त के यहाँ बसिरह। म पो त यसो बस्ने हो त है। म चाहिँ त्यहाँबाट हाँगा लिएर आउँछु। झऱ्यो झऱ्यो झऱ्यो, यहीँ लिएर यहीँ टिपम। यति भए पनि गर्नुहुन्छ होला, त्यो पनि हामी पनि गर्छौँ। संसार भएर गर्नुपर्छ। तर असार चाहिँ मलाई बनाउन आउँदैन। टिप्न आफू ए नबिना दिदी तिमीले यसको अचार खाएको छौ? यहाँ आउनु। तिमीले चाहिँ हुन्छ त्यसको अचार खाँदैन? किन नखानु? हाम्रो गाउँमा कति पाउँछ? तिमीले अस्ति नै एकपल्ट लगेको थियो होइन? एबाट लगेको कि यसको अचार खान चाहनुहुन्छ भने चाहिँ हाम्रो गाउँमा आउनु होला है गाई। गाई नभन है, गाई आउँछ हौ। हामीले चाहिँ होइन यो टिपेर लिएर आयौँ यति धेरै। अब यसको अचार भनौँ न। यसले चाहिँ यहाँनिर सेल बनाइरहेको चाहिँ हाम्रो पूजाको लागि यस्तो मिठो सेल बनिरहेको छ होइन। यो चाहिँ बनिसकेको चाहिँ हाम्रो किचन अलि रेडी भएको छैन। गाउँको किचन यस्तै हुन्छ हाम्रो चाहिँ। ल सर घुमाएको बनाइदिएँ है त। ल बनिसक्यो। अब मजा म चाहिँ यहाँ सेल हाल्दैछु है। सेल राम्रो त राम्रो भयो है भन्दा पनि ला मेरो हातमै लगाइदिनु है गाइज। मेरो दिदीले हातमै लगाइदिनु भयो। यो चाहिँ मैले बनाएको सेल गाइज हेर्नु त कस्तो राम्रो, मेरो भन्दा राम्रो बनाउनु थालेको छ यार गाइज। अब घरमा पूजा भएपछि यति बनाउनु परिहाल्यो नि। इधर देखो गाइज, इधर औँसेलुए। हामी चाहिँ फेरि औँसेल खान आएको यहाँ चाहिँ दाइसँग है। म चाहिँ तर आज धेरैचोटि गइसकेँ। जहाँ पनि देख्छु ये हमारा दाई है और ये मैं हूँ और हम इधर क्या कर रहे हैं? हम इधर औँसेलु खा रहे हैं। घर आइसक्यो होइन। मैले यो चाहिँ लिएर आएको छु। म सबलाई टेस्ट गराउनेवाला छु। फर्स्ट स्टार्टिङ चाहिँ कोबाट गर्ने दिलाइदिन्छु। ल टेस्ट गर्नु, टेस्ट गर्नु दाइ। एउटा कस्तो रहेछ? फलफुल हो, खाता हुन्छ। मिठो हो, हामीले नखाएको हो र। यो मेरो साथी घरमा छ। एउटा निकाल न दिदी, थोरै लिएर छु। लालेलाई नि देऊ। सारी लाएर बसेछ लाले जुन दिदी। अब यो चाहिँ रच्चुलाई दिन्छु। रच्चु, मैले तँलाई एउटा कस्तो मिठो कुरा ल्याइदिएको छु। ल तिमीलाई मेरो हात चाहिँ हैदैछ यस्तो। आमामा हामी चाहिँ अब घरमा पुरी बनाउनु लाग्यो। अब काम त गर्नु परिहाल्यो, सबजना भएर एकैछिन भइहाल्छ पुरी बनाउने। अनि त्यसपछि अरू काम गर्नुपर्छ। अहिले चाहिँ छिटो छिटो पुरी बनाउँदैछौँ हामी सबजना चाहिँ मिलेर टक्क लाएर। हाम्रो घर हेर्नु जानुपर्छ आज। होइन त्यो पनि हो। ऊ
उताकै हाम्रो घर घुम्नु जानुपर्छ क्या आज कति घर छ यही त हो नि होइन भने माथिल्लो घर नि हेर्न जाने भने हामी चाहिँ पूजामा गऱ्यौँ अनि पूजा चाहिँ हुँदैछ हामी चाहिँ अब हाम्रो पुरानो घरभित्र छिर्ने भनेर हिँडेको होइन यो चाहिँ हाम्रो बाटोद्वारा चाहिँ हाम्रो घर यो चाहिँ म अनि हामी जाँदैछौँ यहाँभित्र अनि हामी भित्र छिर्छौँ अनि हेर्छौँ के छ गाउँको घर यो गाउँको घर यहाँ चाहिँ यस्तो पुरै कुरो छ लुगाभरि लाग्छ त्यो पुरै बाँझो सबैजना काठमाडौँ गएको भएर सबलाई थाहा मैले अघि नै देखाइसकेँ यहाँ नि कस्तो औसेलु रहेछ अब खान त के जानु हामी चाहिँ अब जान्छौँ घर हेर्नलाई अनि त्यसपछि चाहिँ अनि फेरि हामी पूजामा बस्न जान्छौँ व्रत बस्यो अहिले रिङ्गाट पनि लिएर यिनीहरू आयो दौडिँदै दौडिँदै अलिक बिस्तारै आऊ न किन दौडे कहाँ जान हतार भयो तिमीलाई कहाँ जान हतार भयो तिमीलाई घर सिस्नु भनेर यसलाई भन्छ है सिस्नु भनेर यसले पोल्छ हामी चाहिँ अब भित्र छिर्छौँ यहाँ चाहिँ बाटो नि यस्तो भइसक्यो किनकि हामी यहाँ नबर्सेको चाहिँ 10-15 वर्ष चाहिँ भइसक्यो होला सायद होइन भयो नि होला है 15 वर्ष भयो होला है हामी यहाँ यस्तो भत्किसक्यो छ यहाँ चाहिँ अब हामी चाहिँ हाम्रो घरमा जान्छौँ यो चाहिँ हाम्रो भन्दा नि हाम्रो ठुलोबाट घर है यो चाहिँ हाम्रो घर यो चाहिँ हाम्रो घर हो हामी चाहिँ अब छिर्नको लागि ढोका फुटाउँदैछौँ हामी तालसा फुटाएर भित्र जानेवाला छौँ आज यहाँ चाहिँ हाम्रो ढिकी थियो तर कुन चाहिँले चोरे चाहिँ थाहा छैन यहाँ ढिकी थियो सायद जाँतो चाहिँ यहाँ थियो जाँतो पनि छैन ढिकी पनि छैन यहाँ थियो जाँतो चाहिँ बाहिर खासमा बसिरहनु हुन्थ्यो है तर यो घरमा नि हाम्रो धेरै मेमोरिजहरू छ 10 वर्षपछि हाम्रो घरमा छिरिरहेछौँ होइन सबभन्दा रमाइलो सबभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दाखेरि यहाँनिर हाम्रो मोबाइल राख्थ्यो क्या हाम्रो बाले सबैजना बोले एकजना बोलाओ न अनि गाईहरू दुध हाम्रो दुध राख्ने ठाउँ चाहिँ यहाँ हो है अनि यो चाहिँ गोल चुलो भन्छ यसलाई चाहिँ यसमा चाहिँ कोइला हालेर बाल्ने होइन यहाँ कोइला हाल्ने अनि यहाँ बस्नाले भाँडा मुनि चाहिँ खरानी गर्छ होइन अनि यो यहाँ चाहिँ यो हाम्रो चुलो चाहिँ भत्काइदिइसकेछन् है गाईहरू ल यहाँ टुकिराख्ने ठाउँ यो यहाँ सिलौटा हेरौँ हाम्रो अब अनि पहिला बचपनमा चाहिँ हाम्रो यहाँ हेर्नुहोस् गाग्री राख्ने ठाउँ चाहिँ यहाँ हुन्थ्यो है हाम्रो गाग्री यहाँ राख्थ्यौँ हामी 10 वर्षपछि हाम्रो आफ्नो घर आउँदाखेरि यस्तो छुट्टै आनन्द आइरहेछ है खोपी होइन खोपो भन्छ है यसलाई चाहिँ अनि हाम्रो यहाँ यो चाहिँ पाइप जोड्नलाई हाम्रो बाहरूले आफ्नै टेक्निकले यो पगालेर छिराउनु हुन्थ्यो अनि अब हामीले चाहिँ तल्लो फ्लोर घुमिसक्यौँ अब हामी माथिल्लो फ्लोरमा जाँदैछौँ फाइनली हामीले सुतली भेटायौँ है यो चाहिँ ल हामीले तल्लो फ्लोर चाहिँ घुमेर सक्यौँ कस्तो लाग्यो होला भनिदिनुहोस् ल अब माथि जानलाई कसलाई मन लाग्छ ल फाइनल्ली हामी चाहिँ माथि जाँदैछौँ है गाइजहरू आइसकेका छौँ होइन बारतलीमा चाहिँ हामी यहाँ यस्तो रमाइलो गर्थ्यौँ कि यस्तो रमाइलो हुन्थ्यो यो बारतलीमा हाम्रो बाले एउटा यहाँ हेर्नुहोस् हजुरहरूले हेर्नुहोस् हाम्रो बाले चाहिँ यहाँनिर हाम्रो टोयलेट हाम्रो यहाँनिर चाहिँ हामीले राति तल जानलाई डर लाग्छ भनेर हाम्रो बाले यहाँ टोयलेट बनाउनु भयो
ले भर्खर भिजिट गरेको घर चाहिँ यही हो। अब चाहिँ हामीले घर हेऱ्यौँ। अब हामी चाहिँ पूजामा बस्नुपर्ने हुन्छ। अब हामी चाहिँ जान्छौँ पूजाको लागि, तल बस्नको लागि सबजना जानु पर्यो। व्रत बसेको छ, पूजामा त बस्नु परिहाल्छ। हामी चाहिँ अब पूजामा बस्न आइसकेका छौँ। हामी पूजा गऱ्यौँ ओऱ्यौँ अनि सकेर खानासाना खायौँ, तर मैले भिडियो चाहिँ बनाइनँ। आजलाई यति नै, बाई बाई।